एयरपोर्ट आइपुग्यो हामी देहरादुन एयरपोर्ट ल देहरादुन एयरपोर्ट है यो यता गयो एयरपोर्ट एरिया हो यो देहरादुनको एयरपोर्ट एरियामा आइपुग्यो हामी चाहिँ ऋषिकेश जाँदैछौँ अहिले ऋषिकेश जाने रोड हो एयरपोर्टको लागि भनेर बनाएको यस्तो राम्रो देहरादुन एयरपोर्ट हेर्नुहोस् बाटो हो यो देहरादुन एयरपोर्ट जाने बाटो अब आयो होइन हामी क्रस भइसक्यौँ एयरपोर्टबाट अगाडि गइसक्यौँ ऋषिकेशतिर यो कस्तो राम्रो जुल्ला लगाएको रहेछ यो एक नाचको छन् एयरपोर्ट रोड ऋषिकेश यही एयरपोर्ट हो नेपाल भैरव जाने हरिद्वार यहाँबाट जान्छु भैरवमा अब अलिकति यहाँ काम गरिरहेको ठुलो बनाउँछ के भन्छ हाम्रो यो देहरादुनको यो एयरपोर्टबाट भैरवासम्मको पनि अब यता हामी यता गयो नि हवाई यता हामी चाहिँ सुरु हुन लागेको छ हवाई यात्रा चाहिँ अब हामी ऋषिकेशतिर लाग्यौँ अब उता देहरादुन गयो अब यतातिर चाहिँ हामी चाहिँ ऋषिकेश 16 किलोमिटर ऋषिकेश यहाँबाट अब हामी ऋषिकेश प्रवेश गरिसक्यौँ अबको केही समयमा हामी चाहिँ ऋषिकेशमा पुगिन्छ पहिला रामझुला जाने त्यसपछि हामी चाहिँ लक्ष्मण झुला गइन्छ ऋषिकेश गइन्छ अनि अहिले हामी यही ऋषिकेशको जाने सडकमा छौँ ऋषिकेश सिटी ऋषिकेश सिटी सुरु भइसकेछ होला गर्दा गर्दै जान्छ हामी पुराना घरहरू रहेछ नि पुराना घरहरू पूर्व बसेको राजधानी पासपोर्ट चलचित्रमा राखेको रामझुलाको लागि हामी हेऱ्यौँ रामझुला यो पार्किङ स्थल गाडी पार्किङ हुँदैछ ल रामझुला गङ्गामा आइपुग्यौँ हामी यो रामको रामझुला पुग्यो है त हामी दाइ कहाँ पुग्यो दाइ रामझुला आइयो घुमिएछ नदीको अवलोकन हुँदैछ अब झुलातिर झुलातिर जाँदैछौँ हामी